जातीय छुवाछुत पाप मात्र नभएर कानुनी अपराध पनि हो। छुवाछुत गर्न दिनु पनि हुँदैन र गर्नु पनि हुँदैन। म दलितले छोएको मात्र होइन, उनीहरूलाई यहाँ सँगै बसाएर भात खुवाउन पनि सक्छु। आखिर उनीहरू पनि मान्छे न हुन्, काट्दा रातै रगत आउँछ। तर दलितको छोरीलाई बुहारी स्वीकार्न चाहिँ सक्दिन। सकिन्छ त? त्यसो भए सम्झाउ यो तिम्रो गोबर भरेको दिमागलाई। हेर, जिन्दगी लामो छ, तेरो भविष्य बनाउन अझै बाँकी नै छ। मेरो भविष्यको चिन्ता त म बाँचे भनेर रहन्छ मेरो आमा। कस्तो अनाप बोल्छस् त? यत्रो हामी बाबुआमा जिउँदैछौँ, जब एउटा फ्याउरीको लागि आफ्नो जन्म दिने बाबुआमाको अगाडि मर्ने कुरा गर्दा लाज लाग्दैन तँलाई? मैले आत्महत्या गर्छु भनेको होइन आमा, तर ऊ बिना मेरो जीवन जिउँदो लास सर हुन्छ। हाम्रो जीवन यो कोठाभित्रको मात्र होइन, योभन्दा बाहिर पनि हाम्रो दुनियाँ छ, जहाँ गाउँ छ, समाज छ, धर्म छ, संस्कृति छ, जुन कुरा हामी तोड्न सक्दैनौँ। र यदि त तोड्न चाहन्छस् भने तोड, तर मेरो छोरा भएर पाउँदैनस्।